हेलो नमस्ते सबैजनामा नमस्कार। म सानो एउटा भ्लग बनाऊ या भिडियो कन्टेन्ट लिएर हजुरमाझ आएको छु। र आज हामीले हाम्रो अफिसको दाजु साथीभाइहरू मिलेर आज अफिसमै खाजा खाने निर्णय गरेर आज अफिसमा खसी मटनको कट्टाकुट्टी बनाउन लागेका छौँ। र यो बनाउँदाका रमाइला पलहरूको सानो भिडियो चाहिँ हजुरमाझ ल्याएका छौँ। सबैले हेरिदिनु होला र साथ सपोर्ट दिनु होला। र हाम्रो यो मिठो खसीको मासु बनाउन हाम्रो सुभाष भाइको हात छ र भाइले सधैँ मिठो खानेकुराहरू बनाएर हामीलाई खुवाइराखेको हुन्छ। र अफिसमा सबभन्दा जागरिलो र खाना बनाउन अगाडि सर्ने भनेकै हाम्रो सुभाष भाइ हो। र हामी चाहिँ खाने रमाइलो गर्ने इन्जोय गर्ने हाम्रो यो टिम रमाइलो हामी साथीभाइ दाजुभाइहरू सबैजना यसरी नै रमाइलो गरेर खाइरहेको हुन्छौँ। र यसरी नै सधैँ खाइराख्ने रमाइलो गरिराख्ने दिनहरू हामीमा आइराखोस् भन्दै सबैहरूलाई धन्यवाद। थ्याङ्क यू।